हेलो गाइस, फाइनली धेरै टाइमपछि चाहिँ मैले चाहिँ भ्लग स्टार्ट हानिसकेको छु। यता दुईजना केटाहरू छ है। हामी चाहिँ अब धादिङ बेसीको 3 तले भिर भन्ने ठाउँतिर चाहिँ यसो घुम्नलाई चाहिँ अहिले जाँदैछु। अब चाहिँ होइन, यसो हामी बाटोतिर छौँ है। यसो 15-20 मिनट जति चाहिँ लेफ्ट राइट हान्नुपर्ने हुन्छ। यहाँ केटाहरू छ, भाइहरू। अनि हल्का फुल्का गर्मी छ है धादिङ बेसीमा, के गर्नु। अनि यता चाहिँ हामी अहिले चाहिँ हामी चाहिँ धादिङको यो मेन चोकै पुच्छर बजारको चोकमा चाहिँ आइपुगेका छौँ। यो चाहिँ अघिको क्यामेराम्यान हो। पछाडि कस्तो आयो मलाई थाहा छैन। राम्रै छ, तर हात अलिकति कस्तो लाग्छ न के किन बनाउनु भयो। यहाँ दामी आउँछ यो पुच्छर बजार। यहाँ पेट्रोल पम्प यहाँ। अनि यो चाहिँ काठमाडौँ जाने ठाउँ है गाइस। यहाँ फलफुलहरू पाइन्छ। काठमाडौँ गाइस, काठमाडौँ। खोलाहरू यस्तो दामी खोलाहरू छ। ल गाइस, अब चाहिँ लगभग 10 मिनट जति हिँड्नु परिरहेछ है। यसो टोलीहरू ब्याकमा छ। अनि पछाडिको ब्याकवार्ड भ्यू देख्न सक्नुहुन्छ। बबाल छ है। अहिले चाहिँ केटाहरू यता फोटो खिच्न जाने भन्दैछन्। हाम्रो डेस्टिनेसन चाहिँ ऊ त्यो माथि डाँडा हो है। यो डाँडा माथि। अनि त्यो डाँडाबाट चाहिँ यसो तलको भ्यूहरू देखाउने चाहिँ प्रयास गर्नेछु। यसो किप वाचिङ है गाइस। अहिले चाहिँ हामी लेफ्ट राइट हान्दैछौँ। कालोमा पुरै सिडी रहेछ। बल्ल स्टार्टिङ हान्दै त्यही नि थाकिसक्यो। सक्नुहुन्छ यही हो होइन, सिडी चाहिँ ऊ त्यो माथि टपमा है। तलको भ्यू चाहिँ यस्तो छ अहिले। यही तलबाट आएको, तर माथिबाट चाहिँ भ्यू चाहिँ दामी देख्छ धादिङ बेसीको। केटाहरू पुरै थाकिसक्यो। यहाँ हाम्रो मोटे भाइ नि थाक्यो। पछाडिको भ्यूहरू है। अब चाहिँ हल्का छेउछाउमा आइपुगिसकेको छ हामी। वी आर अन द वे। यसो देखाइदिनु पऱ्यो। कोकहरू, चटपटेहरू, चिप्सहरू छ। अब यसो खाने सब माथि गएर होइन, यसो भ्यूसु हेरेर चाहिँ यसो इन्जोय हान्नेछौँ। दिस इज धादिङ है, धादिङ बेसी। यता चाहिँ माथि टपमा चाहिँ टावर रहेछ। सक्नुहुन्छ पसिना आइसक्यो है गर्मीले गर्दा। सबजना थाकेर यसो बसिरहेछ। अनि यता हाम्रो मोटे भाइ। अब टप चाहिँ पुग्न लागिसक्यो। अनि अब हल्का तल चाहिँ आइपुग्यो हामी। अनि यहाँबाट चाहिँ यसो धादिङ बेसीको भ्यूहरू चाहिँ यसो हेर्नु होला गाइजहरू। त्यही हो है, ऊ त्यो चाहिँ धादिङ बेसी। खै घर नै देखाइदिनु हुन्थ्यो तर देख्दैन रहेछ। अनि यता चाहिँ यो खोला है। भ्यू चाहिँ दामी छ। अहिले चाहिँ टपमा आइपुग्छ। तल चाहिँ डाँडामा चाहिँ मान्छेहरू रहेछ है। अनि यस्तो लास्ट गर्मी भयो, त्यही भएर चाहिँ यसो कोकसक खान लगाएको। चेस गरौँ न, चेस गर्मीमा यहाँ। तर कति धादिङ बेसी लास्ट गर्मी रहेछ। ल चेस खाइदियो हामीलाई। अब देख्न सक्नुहुन्छ दामीको भ्यू है। देख्न सक्नुहुन्छ बिचसम्म खोला छ है। अनि वरिपरि चाहिँ धानको त्यो छ है। यो चाहिँ बजारको नजिकको प्लेस है। मजाको छ ठाउँ चाहिँ। फाइनली अब चाहिँ सी कोक चाहिँ हान्न लागेको यस्तो होइन, गर्मीमा किरो हो। फटफटी छ हाल्यो मसला भएको। यहाँ छ नेपालको स्पेसल चटपटे र चाउचाउ मिक्स। यो चाहिँ फाइनल नेपालको चटपटे स्पेसल चाउचाउसँग मिक्स हाने। अहिले कहाँ पुग्यो देख्न सक्नुहुन्छ। लास्ट पिरो छ है केटाहरू। पिरो छैन। फाइनली हामीले चाहिँ अब खाजासाजा खाइसक्यो।
ए आम्मा हो भाइरलहरू अन द स्पोट त्यहाँ चाहिँ एउटा टावर छ ल गाइस यही हो मेन भ्यू दिस इज आवर मेन भ्यू एन्ड अहिले चाहिँ हामी मेन पोइन्टमा छ है अनि यहाँ चाहिँ धादिङ बेसी अगाडि चाहिँ यता चाहिँ धादिङ बेसी दिस इज आवर होम घरहरू पनि देखाइदिन्छु खोइ कहाँ गयो मेरो घर चाहिँ हल्का नदेख्ने रहेछ यतातिर छ यहाँ चाहिँ हाम्रो केटाहरू छ यहाँ चाहिँ मेरो बडीगार्ड ओ बडीगार्ड यता फर्किनु पऱ्यो फाइनली फोटोसोटहरू नि सुट हान्यो है अहिले चाहिँ हामी यसो फर्किँदै भ्यू चाहिँ मजाको थियो है अब चाहिँ माथिबाट चाहिँ फर्किँदैछौँ हामी चाहिँ यहाँ सानो भाइले चाहिँ साइकल खतरा चलाइरहेको छ है टुलीहरू फाइनली हामी चाहिँ अब फर्किनु लागेको यसो है अब धादिङ सिटीतिर फर्किनु लाग्यो केटाहरू पुरा नाच्दैछन् फोटोसोटो खिच्यो आजको दिन यस्तै बित्यो है अहिले चाहिँ हामी फर्केर चाहिँ फेरि धादिङ बेसीको यो टोलीहरू अब चाहिँ फेरि हिँड्दैछौँ फर्किँदैछौँ रुमतिर हामी चाहिँ रुममा आइपुग्यो होइन लास्ट थाक्यो आजको दिन चाहिँ तर रमाइलै भयो अनि जतिजनाले नि लास्टसम्म हेर्नु भएको छ उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद भन्दै बाई एन्ड लभ यु फ्रम ग्रेम्बाज भन्दै बाई गाइस।